सबैमा नमस्कार। यति बेला म लाहान नगरपालिकाको मुख्य चौकमा एउटा चिया पसलमा छु र यहाँ तपाईहरुले देखिरहनु भएको 3 जना पनि चिया खाइराख्नु भएको छ। उहाँहरू लाहान नगरपालिका वार्ड नम्बर 15 भसुवा भन्ने ठाउँको हुनुहुन्छ। भसुवा हैन, बेताहाको हुनुहुन्छ। बेताहा लाहान नगरपालिकाको दुर्गम क्षेत्रमा पर्छ। यो उदयपुर जिल्लासँग जोडिएको ठाउँ हो र बाटोघाटोको समस्या भएको कारणले गर्दा धेरै मानिस बेताहा जान अथवा बेताहा लाहानसँग आफ्नो व्यापार, आफ्नो आवश्यकता पूरा गर्नको लागि समस्यामा परेको छ। हुन त त्यहाँको ट्र्याक खोलिसकेको छ, ट्र्याक खुलेको छ। त्यो पूर्व मेयर मुनिसाकै पालामा त्यो ट्र्याक खुलेको हो, तर त्यो ट्र्याकलाई अझै वर्षै त्यसलाई व्यवस्थित गर्नुपर्ने, बिस्तारै त्यसलाई पिच सडक बनाइदियो भने त्यो लाहानसँग जोडिन्छ र उनीहरूको जीवनमा परिवर्तन आउँछन्, आर्थिक परिवर्तन आउँछन्, सामाजिक परिवर्तन आउँछन्, राजनीतिक परिवर्तन आउँछन्, शिक्षा, स्वास्थ्य लगायतका सेवाहरूसँग उहाँहरू जोडिनुहुन्छ। त म यहाँ उहाँहरूसँग छोटो कुराकानी गर्न गइरहेको छु। तपाईको नाम के भयो? नमस्कार, मेरो नाम जित बहादुर तामाङ छ। जित बहादुर तामाङ। हजुरको नाम? नमस्कार, मेरो नाम हेमबहादुर तामाङ। हजुरको नाम? नमस्कार, मेरो नाम हंसराज लामा। अनि तपाईहरु यहाँ आज लाहानमा हुनुहुन्छ, कति बेला हिँड्नुभयो, लाहान आउनुभयो, अहिले जान एकदम हतारमा चिया खाइराख्नु भएको छ, के छ समस्या? हामी बिहान 7 बजे घरबाट हिँडेको छ। 7 बजे बिहान? हजुर। अनि अहिले अब जाँदाखेरि कति बजे पुग्नुहुन्छ? अब त हामी लगभग 8 बजे पुगेला। 8 बजे राति? अनि जङ्गलको पहाडको बाटो छ, कसरी हिँड्नुहुन्छ त? जसरी पनि हिँड्नै पर्यो, हिँड्नै पर्यो, बाजे गाह्रो छ। त्यहाँको मान्छेहरू लाहानमा आएर कसरी लाहान आउने जाने, बजार कसरी गर्छन् त्यहाँको मान्छेहरू? अहिलेसम्म त हिँडेरै आउने, हिँडेरै जाने भइरहेछ। हिँडेर आउने जाने, सिमलकोट टोकीबाट अलि हजुर, अटो चलेर तपाईहरु आउनुहुन्छ हैन? अनि सिमल टोकीदेखि उत्तर कति घण्टा बाटो हिँड्नुपर्छ तपाईहरुलाई? करिब 2 घण्टा छ। 2 घण्टा। अनि त्यो बाटो ट्र्याक त खोलियो, अनि त्यसको मर्मत संहार कस्तो के छ अवस्था? मर्मत त हाम्रो 2 पटक भइसक्यो भनौँ न, तर मर्मत चाहिँ कुन टाइममा गएर हुन्छ भने वैशाख जेठमा मर्मत हुन्छ। अनि वर्षा लाग्यो भने फेरि लागेपछि फेरि जस्ताको त्यस्तै मर्मत चाहिँ हामीलाई कम्तीमा पनि यो वर्षा सक्ने बित्तिकै भइदियो भने अथवा कार्तिकको पहिलो हप्तादेखि कार्तिक मङ्सिरभित्रमा नै भइदियो भने चाहिँ एकदम। अनि त्यो बस छ र वर्षामा झर्दैन? वर्षामा पनि झर्ने थिएन। त्यहाँको जनताले अलि लामो समयसम्म भनौँ न 5-6 महिना रोड उपयोग गर्न पाउँथ्यो र अहिले हाम्रो लाहान नगरपालिकाको एम्बुलेन्स सेवा समेत लिन। अनि तपाईहरुलाई जस्तै प्रसुति गराउनु पर्यो, कुनै त्यस्तो बिरामी पर्यो भने के गर्नुहुन्छ 2 घण्टाको बाटोमा? अहिले त हामीले झोकमा बोकेरै ल्याउनु। केमा बोकेर? त्यो झोलुङ्गो जस्तो बनाएर त्यसमा बोकेरै ल्याउनु पर्ने बाटो। अहिलेसम्म पनि झोलुङ्गोमा बोकेर नै तपाईहरु ल्याउनुहुन्छ 2 घण्टा? 2 घण्टा। बाँचियो भने भगवानको भरोसा। धेरैजना त बाटोमै प्रसुति पनि भएको अवस्था छ। कतिजना बाटोबाट कोही नानी बितेको पनि घटना छ, कोही आमा बितेको पनि। भगवान भरोसा अवस्था छ। एकदम गाह्रो। कति घर परिवार हुनुहुन्छ तपाईहरु लाहान नगरपालिकामा त्यहाँ? हामीहरू अहिले लगभग 80 घरधुरी छ। 80 घरधुरी छ। अनि यो बाटोघाटोलाई राम्रो बनाइदिने त्यहाँको वडा अध्यक्षज्यू अथवा नगर प्रमुखज्यू, प्रदेश सरकारका अथवा संघीय सरकारका मान्यहरू जब जान्छ, उहाँहरू के आश्वासन दियो र अहिलेसम्म के गरिदियो? आश्वासन त हामीलाई प्रत्येक चुनावमा सबैतिरबाट रहन्थ्यो होइन, तर पनि त्यस्तो त्यो ठाउँलाई परिवर्तन हुने खालको, त्यो ठाउँको दिगो विकास हुने खालको चाहिँ न स्थानीय तहबाट भयो, न प्रदेशबाट भयो, न सङ्घबाट भयो। अहिलेसम्म त्यस्तो ठोस खालको राम्रो दिगोपन भएको राम्रो खालको चाहिँ अहिलेसम्म कुनै पनि योजनाहरू त्यहाँ के छ? स्कुल छ? हजुर छ। स्वास्थ्य चौकी छ? सहरी स्वास्थ्य केन्द्र भनेर भर्खर स्थापना छ, तर डाक्टर पनि छैन, केही पनि छैन, मात्रै नामको छ। घर छ, नामको छ। त्यहाँ डाक्टर पनि बस्दैन। गत वर्ष हाम्रा
अनि एउटा कुरा नि तपाईँहरू त किसान हजुर सबैजना किसान हुनुहुन्छ त्यहाँको तपाईँहरूले के उत्पादन गर्न सक्ने किसानहरूले के उत्पादन गर्न सक्छ त्यहाँ तपाईँको बाटोघाटो भयो भने किसानको के लाभ हुन्छ पहिलो त हाम्रो त्यहाँ बाटोघाटो राम्रो भइदियो भने तरकारी खेती मनकै रूपमा तरकारी खेतीबाट हामीले आम्दानी गर्न सकिन्छ। त्यसै गरी त्यहाँको पानी राम्रो वातावरण राम्रो भएको हुनाले अन्य कृषिमा जस्तो पशुपालन भयो, त्यसै गरी कुखुरा पालन भयो, यो विभिन्न भनेपछि तपाईँहरूलाई सडक एकदम पिचिङ भइदियो भने मोटरसाइकल साइकल जाने बाटो 24 घन्टा भइदियो भने तपाईँहरूको त्यहाँ विकास गर्नुहुन्छ, आर्थिक प्रगति गर्नुहुन्छ। हुन्छ, त्यहाँ त प्रगति हुन्छ। त्यसपछि हामीलाई लाग्छ कि अब यो ठाउँ छोडेर अन्त जानु पर्दैन। अहिले मान्छे अहिले तपाईँहरू बजारको रूपमा त लाहानै आउनुहुन्छ। हजुर, लाहानै हो। ए उदयपुरको सिमानामा पर्नुहुन्छ तपाईँहरू? हजुर, उदयपुरको सिमाना। अरू त्यहाँ खानेपानी के समस्याहरू छ? खानेपानीमा समस्या त धेरै नै छ होइन, तर पनि विगत 2 वर्ष अघिदेखि चाहिँ हाम्रो युनाइटेड किचन नेपाल भन्ने संस्थाबाट एउटा खानेपानीको कामहरू भएको छ। त्यो संस्थाले गरेको कामबाट चाहिँ अहिलेसम्म हामीले पिउने तपाईँहरूको बच्चा 5 क्लास त्यहाँ पढिसकेपछि कहाँ जान्छ पढ्नलाई? कि त भसुवा जानु परेछ कि त भमरे। भसुवा भमरे त्यहाँबाट कति टाढा छ? खोला पर्दो होला? खोला पर्छ, खोला त पर्छ। भसुवा खोला पनि तरेरै जानु पर्यो, भमरे पनि खोला तरेरै जानु पर्यो। त्यसै गरी कि त हामीले घोड्ना नै आउनुपर्ने बाध्यता छ। ए घोड्ना आउन त्यो पढाइ लेखाइको पनि समस्या? धेरै समस्या छ। 8 किलोमिटर त पार गर्नु पर्यो घोड्ना आउनलाई। अनि ट्र्याक खोलियो भने तपाईँहरूमा खुसी छायो कि अब हामी लाहानसँग जोडियौँ? हजुर, ट्र्याक खुल्दाखेरि हामी जति खुसी थियौँ हो अब त्यो खुसी अहिले चाहिँ त्यो सेलाउँदै गएको छ। किनभने हामीले चाहेको बेला सरसफाइ नभइदिने, अनि जति बेला चाहिँ अब सरसफाइ नभइदिए पनि पुग्यो भन्ने बेला सरसफाइ गरिदियो। स्थानीय सरकारलाई के भन्नुहुन्छ? स्थानीय सरकारलाई चाहिँ सबैभन्दा चाहिँ पहिलो कुरो व्यवस्थित बाटो बनाइदियो। व्यवस्थित बाटो भइदियो। पहिलो कुरो चाहिँ स्थानीय सरकारलाई के भन्न चाहन्छु भने त्यो ठाउँको मार्का बुझिदिनु पर्यो। त्यो ठाउँ भनेको हाम्रो लाहान नगरपालिकाको सबभन्दा सेन्सिटिभ ठाउँ हो, सबभन्दा दुर्गम, हरेक तरिकाले पछि परेको छ। विकासको हिसाबले अन्य सबै हिसाबले पछि परेको हुनाले अबको दिनमा चाहिँ त्यो ठाउँलाई अलिकति फोकस गरेर त्यो ठाउँको हरेक चिजलाई चाहिँ फोकस गरेर बाटोघाटोदेखि शिक्षा स्वास्थ्यमा चाहिँ लगानी गरिदिनु भयो भने, अझ स्वास्थ्यको विषयमा नियमित डाक्टर राखिदिनु भयो भने त्यो ठाउँको मान्छेले राहत पाउँथ्यो भन्ने भन्न चाहन्छु। ल तपाईँहरू समय दिनुभयो, धेरै धेरै धन्यवाद। हस्, धेरै धेरै धन्यवाद।